अरे अरे म चाहिँ इन्भल्भ होइन कमिटी चाहियो काङ्ग्रेस साथीहरूले माओवादीको मान्छे राख्नै चाहेन भएको त्यही हो क्या उत्तमले पैसा हालेर को अध्यक्ष हुनु कहिले भन्न आयो सदस्य भन्नु कहिले सोध्यो एमाले बन्नु कहिले भन्यो हेलो मैले भनेको विकास सुविधा सबैले पाउनु पर्छ इमानदार मान्छे कहाँबाट चाहियो अन्त यहाँ हामी त्यो हाम्रो द्वाराकै पहिलो हेरेर फर्केको तामाङ आउनलाई जाने कुरा छ जाउँ भाइ पैसा खान्छ भने त्यसलाई नबनाउने गाउँले मानि लिएर ल्याउने कुरो मेरो जिम्मा हो सँगै छौँ हामी अब बस्ने पो हो दाइ मेरै घरमा बस्ने होला अब जसरी हुन्छ मैले ओडा चाहिँ जिता हो यति गरेर पनि जितेन मानिने लाग्दा पनि ओडा अध्यक्ष जितेर पनि मानिने पनि बेच्यो हाम्रो पनि किनभने उसले गाली गरेर मैले पाएँ त्यो भएकोले गर्दा अब इन्कानु हो वडा अध्यक्ष अर्का भएपछि उसले बदमासी गरेर मैले पनि सक्दिनँ उसले तिर्दैन तिर्दैन पैसा खाने भने तिर्छन् तेल लिएर आउँछन् खाना पाउँछु भनेपछि यी कुरो खान्छ म खाना दिन्न नि त मैले खाना नदिने भए काममा पेल्ने भएपछि नआएको न हो अरू मैले फोन लाग्यो पैसा यो गाउँपालिकामा असीले मेरो मसा सेवा गर्दैन मसा सम्वाद गर्दैन त्यसले भने त आएर हुने हो नि त योभन्दा माथि चाहिँ हाम्रो बस्ती छ त्यसलाई साबीको नेले गाविस वार्ड नम्बर 1 जोगारा भनिन्छ र यो बाटो चाहिँ थुलुङ दुधकोशी गाउँपालिका नेले जोगारा हुँदै तुतकुण्ड नगरपालिकाको सिमाना हुँदै तिङ्लासम्म जाने यो ठुलो बाटो यसबाट धेरै स्थानीय बासिन्दा लाभान्वित हुन्छन् र यो गत साल मात्रै यसको रोड खनिएको हो र सोही साल नै ठुलो पहिरो गएर माथिको बस्तीलाई समेत उच्च जोखिममा राखेको छ र यसको चाँडै यसको व्यवस्थापन नगरे यो ठुलो रूप लिन सक्ने हामीले महसुस गरेका छौँ।